हेलो सबारो सलाम वालेकुम। अब आज भोट रहेछ है नेपालभरिमा। अब हेर्नु आफ्नो माटो पार्टी त जहाँसम्म धेरै धेरै कोसिस गरेछ, धेरै मेहनत गरेछ है, धेरै घुमेछ, देशभरि घुमेछ, मेहनत त लास्टै गरेछ है। अब हेर्नु आज भोट रहेछ, भोट भएपछि मात्रै थाहा हुन्छ। त्यही भएर आफ्नो माटो पार्टी साथीहरूसँग म यही अनुरोध गर्दैछु, प्रार्थना गर्नु, यत्रो मेहनत गरेको खेर नजाओस् है। अलि सबै न धेरै 10 मिनट जति प्रार्थना गर्नु, हाम्रो माटो पार्टीको साथीहरू प्रार्थना गर्नु जित्नुको लागि है। अरू केही छैन। आफ्नो पार्टीले कम मेहनत गरेको छैन, लास्टै मेहनत गरेछ, कुद्दा कुद्दा धेरै मेहनत गरेछ। हामी हेर्दैछौँ विदेशदेखि, लास्टै मेहनत गरेछ है। अलि हामी पुरै आशा हो, पुरै विश्वास छ जितिन्छ हड्कादै, पुरै आशा हो, पुरै आश लगाएको बुझिन्छ अनि साथ दिन्छ, यो पुरै विश्वास छ। अरू केही छैन है। अब आज इलेक्सन हो, अब इलेक्सन भएपछि मात्रै थाहा हुन्छ के कस्तो हो। तर माटो पार्टीले छोटो समयमा धेरै नेपालको गाउँदेखि गल्ली, सहर, टाउन